सो बाटो छोडाउँ न ल। मासाला कस्तो सट्टै हालेको यार। कुकुरको काम पनि छैन फुर्सद पनि छैन भने जस्तै छ मेरो जिन्दगी चाहिँ होइन। कहिले के यस्तो बिजी भइरहेको छु मान्छे चाहिँ। फेरि यो जाडो त बुढीसँग काटौला भनेको के अरे अब कोही केटीले बताएनन्। घरका कि बुढी ताकम भने नि फेरि एक दिन जाडो कटेर भएन, यो पुरै जाडो महिना काट्नु पर्यो। त्यही भएर अन्तिम विकल्प भनेको अब हुडी गाइज। हुडी किन्ने जाडो कटाउने मजाले। अब के गर्नु त अब केटीहरू नबताएपछि होइन। ल गाइज हुडी किने है त त्यहाँ ल टक्क। के गर्नु अब यो जाडोमा हुडी पाइएन, अब हुडी चाहिँ किनियो है। क्या मिठो भ्यू देखिरहेछ भने हिमालहरूको हेर्नु है। ट्याक्क पोखराबाट त फेरि खतरा देखिन्छ भने के नजिकै देखिन्छ हिमालहरू नि। भित्रै हालिदिनु पऱ्यो। ल गाइजहरू टक्क तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला होइन। म पनि सन्चै छु भनौँ। अनि अहिले चाहिँ म अब सबैजनालाई पहिला चाहिँ म अब मेरो नयाँ भिडियोमा स्वागत गर्न चाहन्छु होइन। सबैलाई वेलकम छ। अब म चाहिँ आज चाहिँ अब यता माथि यातायाततिर जानु लाग्यो होइन। यो स्कुटरको अब रिन्यू गर्नलाई, ट्याक्सहरू तिर्नलाई। अनि उता माथितिर अब ब्याङ्क अकाउन्ट पनि खोल्न थियो उता माथितिर होइन, पर्स्याङतिर। अनि पर्स्याङ गएर त्यतातिर नि पस्नु थियो होइन। अब त्यतातिर नि पस्नु छ। अनि उता चिप्ले ढुङ्गातिर नि जानु छ, उता हस्पिटल यताउता काम भइरहेछ होइन। अनि आज चाहिँ म कलेज गएन किनकि त्यहाँ एउटा कम्पनीमा काम छ आइज भनेर साथीले बोलाएको थियो। अनि कम्पनी सफा गर्ने काम हो। अनि त्यो चाहिँ अनि आज चाहिँ कम्पनीमा काम आयो अरे। अनि त्यही भएर आज काम भएन अरे। अनि माथि गएर म फर्केको पनि होइन। अलि अघि फर्केर आएर त्यहाँ पसलबाट स्कुटर लिएर आएर यहाँ आएर खानासाना खाएर टक्क हिँडिरहेको छु म चाहिँ। अब त्यही पसलतिर जान्छु। अनि यताउता काम मिलाउनु पर्ने छ टक्क लाएर होइन। अब जानु पऱ्यो माथि। पहिला चाहिँ अब माथि पर्स्याङ जान्छु। अनि ब्याङ्क अकाउन्ट खोलेर यताउता गरेर त्यही बाटो अनि बल्ल उता यतातिर छिर्नु पर्ला। पहिला चाहिँ अनि यता सहकारीतिर कतातिर जान छ भन्नु थियो भुपुले। अनि त्यतातिर पहिला गएर अनि बल्ल उतातिर जानु पर्ला होइन। अब पहिला चाहिँ लागौँ होइन सर्र। पहिला माथितिर जानु पर्यो। सहकारी चाहिँ अहिले आएर जानु पर्यो होइन। अब चाबीतिर चाहिँ अब पहिला चाहिँ उता माथि जान्छु। ब्याङ्क अकाउन्टतिर जानु पर्यो गाइज होइन। ब्याङ्क अकाउन्ट अरे पर्स्याङतिर जानु पर्यो पहिला। अनि त्यतैबाट जान्छु म चाहिँ। टक्क लागौँ है त पहिला पर्स्याङतिर। उता माथितिर पर्स्याङ लाग्नु पर्यो पहिला। अनि त्यहाँबाट बल्ल जानु पर्ला उतातिर है त ल। सो खाता साता खोल्नु पऱ्यो, यताउति गर्नु पऱ्यो। अनि हल्का काम छ अरू पनि। अनि मासाला कस्तो सट्टै हालेको यार। क्या मिठो भ्यू देखिरहेछ भने हिमालहरूको हेर्नु है। ट्याक्क पोखराबाट त फेरि खतरा देखिन्छ भने के नजिकै देखिन्छ हिमालहरू नि। सर्र पुरै हिमाल देखिन्छ भने यसरी। टक्क लाएर गाइज अब त्यही हो। आज कलेज गइएन। अनि अब त्यस्तै भयो काम पनि। अब उता माथि गएर अब ब्याङ्क अकाउन्टहरू खोल्नु पऱ्यो, यताउति गर्नु पऱ्यो। अनि यसो तल फेरि चाँडै आउनु पर्ने छ क्या। फेरि यहाँ तल सहकारीमा जानुपर्ने रहेछ फेरि। अनि अहिले जालास् भन्नुभयो फेरि। अहिले भनेको भए अहिलेतिर गइहाल्थे आनन्द हुन्थ्यो होइन जति बेला आयो नि। तर चाँडै आउनुपर्ने भयो होइन। कता कता हो
सो जताततै पुग्दिनँ होला, पुग्न भ्याउँदिनँ होला म चाहिँ होइन। अब जहाँ जहाँ पुग्न भ्याइन्छ त्यतातिर पुगौँ होइन। फ्युल चाहिँ रहेछ भन्न 4वटा झर्का देखायो के अरे होइन। होला पुग्छ ढुक्कले। सर गाइज यहाँ मिठो भइरहेछ नि है राइड चाहिँ। त्यही हो गाइज। ल भिडियो चाहिँ मिठो मिठो भइरहेछ आजकल होइन। किनकि अब धेरै बिजी, कहिले यता कहिले उता काम चाहिँ मेरो परिरहेको हुन्छ होइन। यस्तो भिडियो बनाउनलाई मैले कन्टेन्ट खोजिराख्नु पर्दैन के, कहिले के त कहिले के। केही कुकुरको काम पनि छैन, फुर्सद पनि छैन भने जस्तै छ मेरो जिन्दगी चाहिँ होइन। कहिले के यस्तो बिजी भइरहेको छु मान्छे चाहिँ। फेरि अब न त बिजनेस छ, न त के छ, न त काम छ होइन। तर पनि म धेरै बिजी भइरहेको छु कि अब यताउति भ्लगिङ एडिटिङ अनि यताउति काम परिरहेको हुन्छ, यताउति हिँडिराख्ने। अनि त्यही भएर होइन यस्तै छ, मैले कन्टेन्ट खोज्नै पर्दैन, हिँडिराख्ने भ्लग बनाउने। त्यही भएर डेली भिडियोहरू हालेको हुन्छु। मेरो अझ भिडियो डेली भन्दा नि अझ 4-5वटा भ्लगहरू त अझै यत्तिकै छ कि एडिटिङ नगरेको। अब एडिट गरेर हाल्नुपर्ने हुन्छ। अब माथितिर जाने हो हामी चाहिँ अब यहाँबाट टक्क लाएर होइन। अनि मेरो आइफोनमा त्यस्तो स्टोरेज छैन कि 64 GB को। अनि खासै स्टोरेज पनि पुग्दैन भ्लगिङ गर्न, एडिटिङ गर्न। त्यही भएर एउटा पेन ड्राइभ के त्यो आइफोनमा अब स्टोरेज नपुगेर मेमोरी किनेर त्यो पेन ड्राइभ हुन्छ नि सिफ्ट गर्ने। अब त्यो पेन ड्राइभ चाहिँ किन्नुपर्ने छ मैले होइन। लास्टै झाउ भइरहेछ कि स्टोरेज कम भएर। अब त्यो किन्छु अनि किन्न पर्ला, अनि त्यसपछि गर्ने हो होइन। त्यसपछि अब बल्ल अनि स्टोरेज एडिट गर्न यताउति पुग्छ भने अनि पुरै भ्लगहरू नि मैले पुरै गर्न पाउँदैन कि अब स्टोरेज फुल भइहाल्छ। अनि त्यही भएर पुरै क्याप्चर गर्न पाउँदैन मैले होइन। त्यही भएर अलिअलि क्लिपहरू क्याप्चर गरिरहेको हुन्छु मैले चाहिँ। पुरै धेरै क्यामेरा अन गरिराख्दिनँ क्या मैले, अफ अन हो होइन। अब टक्क लाएर अब यहाँ खरसाङ आइपुग्यो हामी चाहिँ। अब गाइस फाइनली आइपुग्यो हामी है पूर्वेली सेकुवा कर्नर। अब थोरै माथि हो टक्क होइन। यो चाहिँ अब हाम्रो पूर्वेली सेकुवा कर्नरको ओनर चाहिँ अब राजु घिसिङ होइन। टक्क लाएर सो बाटो छोडाउँ न ल। सो यी टक्क हाम्रै जत्रो यसको अब उहाँ चाहिँ होइन। त्यो 20-21 जस बिजनेसमा सानैदेखि काम गरेर यतिको भएछ होइन। ठाउँमा रेस्टुरेन्ट बिजनेस त फेरि खतरा हानिदिरहेछन् हाम्रो राजु ब्रदरले होइन। राजु घिसिङको टक्क पूर्वेली सेकुवा कर्नर। एक दिन सेकुवा चाख्न आउनु पर्ला। अब यस्तो अब चाहिँ म चाहिँ माथितिर ब्याङ्कतिर लाग्छु होइन। टक्क लाएर एक दिन आउनु पर्ला होइन। अब पैसा छैन। मैले फोटो पनि खिच्न थियो भन्ने, अब फोटो कता गएर खिच्ने हो। फोटो खिचेर जानु पर्ला डाइरेक्ट अब फोन हानेर है। एक दिन आउनु पर्ने छ यहाँ सेकुवा चाख्नलाई। ल पूर्वेली सेकुवा कर्नर। हाम्रो अङ्कलको ब्याङ्क चाहिँ अङ्कलले काम गर्ने चाहिँ यहाँ माथि हो होइन। टक्क फोटो खिच्ने चाहिँ कता अब यसो फोटो खिचेर जानु पऱ्यो है त गाइज। ल गाइज टक्क फोटो खिचेर आइपुगेँ म है। अब माथि उता ब्याङ्कतिर जानु पऱ्यो, माथि टक्क लाएर अनि खाता खोल्नु पऱ्यो। त्यसपछि काम जारी हुन्छ। अनि त्यसपछि चाहिँ अब उता तलतिर झ्यापझुप काम सकेर जानु पर्ला होइन। अब उता यतातिर गएर झ्यापझुप काम सकेर तलतिर जानुपर्ने छ। त्यही भएर अब यस्तो अब अङ्कललाई कल गर्नु पऱ्यो होइन। अब अङ्कललाई कल गर्छु अनि माथि जानु पर्ला। पहिला चाहिँ कल गर्छु म अङ्कललाई, अनि त्यसपछि जानु पर्ला होइन। अब यहीँ हो यहीँ माथि सेकेन्ड फ्लोरमा हो है ब्याङ्क चाहिँ। अब त्यही हो टक्क ल यस्तो माथितिर जानु पऱ्यो अङ्कललाई कल गरेर है त। ल गाइज अब लाग्नु पऱ्यो यहाँबाट है। मेरो अकाउन्ट चाहिँ खुलेन आज। के भन्दाखेरि अब आफ्नै नामको सिम चाहिने रहेछ। अब आफ्नै नामको सिम त छ मसँग होइन। त्यो सिम चाहिँ मैले यहाँ ल्याएन कि अब घरमा छ, भाइको फोनमा राख्दै थिएँ। अब त्यो सिम लिएर आउनु पऱ्यो अनि त्यसपछि खुल्छ अरे होइन। त्यसपछि खोलेर बल्ल जानु पर्ला। अहिले चाहिँ उता लागौँ होइन। अब यसो जानु पऱ्यो यता चिप्लेढुङ्गातिर। यसो अब यताउता
सेल्स कतातिर सेल्स लागेछ होइन त्यतातिर गएर अब हुडी किन्न पऱ्यो गाइज अब यो जाडो त बुढीसँग काटौला भनेको के अरे अब कोही केटीले बताएनन् अब अर्काकी बुढी ताकम भने नि फेरि एक दिन जाडो कटेर भएन यो पुरै जाडो महिना काट्नु पऱ्यो त्यही भएर अन्तिम विकल्प भनेको अब हुडी गाइज हुडी किन्ने जाडो कटाउने मजाले अब के गर्नु त अब केटीहरू नबताएपछि होइन यस्तै छ गाह्रो त्यही भएर म चाहिँ अहिले हुडी किन्न लागेको गाइज है अब कतातिर सेल्स लागेको छ होइन त्यहाँ गएर अब टक्क हुडी किन्ने जाडो कटाउने गाइज टक्क कट हानिदिन्छु नि फेरि खतरा त्यही हो गाइज अब हुडी किन्न जानु पऱ्यो है अब बुढीको सट्टामा हुडीले काम चलाउनु पऱ्यो यस्तै छ के गर्नु दुःख पीडा साह्रो जाडो बढ्न थाल्यो कि त्यही भएर यसो अब यहाँ माथितिर अब पहिला सेल्स लागेको थियो होइन पहिला मैले हेडे किनेको थिएँ अनि भाइलाई किनिदिएको मैले हुडी त्यही भएर त्यहीँ जानु पऱ्यो सो त्यहाँ गएर हुडीसुडी किन्न पऱ्यो होइन अनि तल गएर उता अब यो रिन्यू गर्न आनु पऱ्यो यतातिर अनि टक्क लाएर होइन यस्तै छ अब यहाँ माथि चट्ट लाएर गाइसहरू कता हो कि म अपोजिट कि म अन्तै आएँ हौ केटा ए तल रहेछ भने यही हो है मैले किनेको चाहिँ अब भित्रै हालिदिनु पऱ्यो बाहिर राखेर फेरि कप्पेले ल्याङ हानिदियो नि त होइन मामाहरूले त्यही हो ल गाइज टक्क अब भित्र गएर आउनु पऱ्यो है त ल ए मा ल गाइज हुडी किने है त त्यहाँ ल टक्क के गर्नु अब यो जाडोमा हुडी पाइएन अब हुडी चाहिँ किनियो है म फेरि फुड ट्र्याकमा चलाइदिइरहेको छु कि कस्तो मेरो ओह्राल्ने ठाउँै रहेछ हौ कतै यही कतै छैन त यार कताडो ओह्राल्ने होला त यहाँबाट रहेछ ल गाइस त्यही हो है अब यो जाडोमा बुढी पाइएन अब हुडी चाहिँ किनियो फाइनली अब के गर्नु यस्तै छ होइन अब बुढी नभएपछि हुडी चाहिँ किन्नै पऱ्यो होइन जाडो काट्नै पऱ्यो क्यार्नी हो अब टक्क लाएर अब उतै ए नगर बसहरूले त झ्याप्प रोकिदिन्छ के ए सिधै जाम त्यतिबाट जानु मिल्छ होइन नगर बसहरूको पछाडि चाहिँ अलि जोगिएर हिँड्नुपर्छ जहाँ पाए त्यही रोकिदिइहाल्छ होइन जहाँ मान्छे भेट्यो त्यही अनि त्यही भएर ल टक्क त्यही हो गाइस अब ब्याङ्क अकाउन्ट आज खुलेन अब टक्क यता र हुडीसुडी किन्ने अब जाडो कटाउनै पऱ्यो अब तल अब यतातिर गएर यसलाई रिन्यू गर्नु छ अनि त्यसपछि त्यहाँबाट फेरि उता सहकारी जानु छ कति बजिसक्यो होइन यो एरिया फेरि जाम भइरहेको छ क्या थमेल एरिया भन्दा कम छैन क्या
महेन्द्र पुल आइपुग्यो म है टक्कै यता आइफोनको स्टिकर नै सोधेर जानुपर्ने थियो त्यता रोकेर अब पछाडि ब्याक प्यानलको स्टिकर सोध्नु पऱ्यो होइन यसो पछाडिको प्यानलमा स्क्रच भयो क्या अब त्यहाँ सोधेर अब कति पर्छ यसो सोधेर गर्नु पऱ्यो है त